Hi everyone. के छ सबै सन्चै आरामै हुनुहुन्छ होला। म नि एकदमै गुड छु। चट्ट काम साम सकेर बसियो। अहिले चाहिँ घाम लागिरहेको छ। यही छ। यसो भाइले देखाइदिन्छु भनेको सुरुमै शर्मायो। आइज कि लाइज। आज चाहिँ भर्खर काम साम सकेर खानासाना खाएर बसेको। अब चाहिँ म मामा घर जानु लागेको हो। म मात्र हैन सबै मम्मी म भाइ। अब मामा घर जानुपर्ने हुन्छ चट्ट। मामा घर गएपछि आज यस्तो सानो कार्यक्रम छ भनौँ न। त्यही हो। अब एकछिनमा चाहिँ म मामा घर जानुपर्ने हुन्छ र एकछिनपछि म किन रिसाएको र त्यस्तरी पानी सक्दियो भने रिसाउनु भएको हजुरआमा। के काट्दियो? कोसँग बोलेको छ र? के काट्दियो हुनुहुन्छ भन्नुस् त? कोही छ यहाँ धनिया। भिडियो बनाएको के ब्लग हेर्नु न मेरो। जाने केटीलाई देखाए चाहिँ मान्नु भयो क्या हो? केटो हो नि। क्या रे? युट्युबर हो के? आया नि। हामी आज मोमो पार्टी गर्दै छौं। ए अनि चिकनको मोमो मात्र हैन होला नि आज त। माइजु पनि भर्खर ओहो वेलकम टु माई ब्लग। माइजुलाई आज एकदम लङ टाइम धेरै लङ टाइम पछि माइजु र भान्साको भेट भइरहेछ ब्लगमा। म बोल्ने कि हजुर बोल्ने हो र? सायद के भन्छ म बोले सायद पोखरा गएपछि बल्ल यो होस् के यो चटनीको लागि हो, मोमोको चटनीको लागि हो। ए ल सबै भन्दै हिँड्नु त। मामाले यहाँ मोमो बनाउनु एकछिनमा बनाउनु हुन्छ। यो कसको रेसिपी हो त नि यो मोमोको चाहिँ? मामाको हो यो बेडा बनाउनको लागि। अच्छा मोमोको भाँडा नै सानो त रहेनछ। ओहो यो एउटाको त ठुलो मम्मीले एक्लै खानुहुन्छ क्या हो? हो रे हिजै भनेको। हेलो हाई वेलकम टु माई ब्लग मम्मी। हेलो ड्याडी। हेलो हेलो हजुरबा। केही भन्ने हो र? हजुरले त साह्रै रमाइलो रहेछ हजुर त। भाग्यमानी भन्न भाग्यमानी भए ठिक त दिन पनि आएछ। अब हातले बनाउनु छोडेर यस्तो मिसिनले बनाउने हो। मिस यो यस्तोले नहुँदो रहेछ। माइजूले गरेर नभएर मलाई दिएको। म त खै कसरी ल बनाउनु त हेरौँ त। भएन अनि यो केलाई हो त नि? यो पछि किमा गरेर गर्नलाई हो। यो भएन। पेटेक भाँचिन्छ यसो मात्रै गर्ने। ए होइन के गोलो पनि बनाउने अनि उस पनि बनाउने। खै किमा हालेर गर्नु त एकचोटि ट्राई कस्तो हुँदो रहेछ। मामा चम्चाले एक उसले हातैले दिने भइगयो। देख्न सक्नुहुन्छ किमा छ यहाँ चाहिँ दामी। बिचारो यो जस्ट भिडियोमा देखा स्मेल लिएको जस्तो गर्दै। ल यो यस्तो अरे खासमा त्यस्तै त भ्याइन न। भ्याइ ओहो वाउ भएन बिग्रियो। यो आइडिया भएन नि कसको। हल्का तेल लाउनु पर्थ्यो होला। भएन है बनाइदिए। हजुरकोतिर कस्तो कालो देखियो कि अनि हेर्नु नि झन् होइन कस्तो दामी चाहिँ। अब क्यारम त सो भाइहरूले के गर्दै रहेछ हेर्नु पर्यो। बाबा हेर्दै हो। यहाँ यो चाहिँ यता हेर त काले। यता हेर त यता हेर। यो चाहिँ आयुष्मान मेरो भाइ है। यो चाहिँ मेरो सानो मम्मीको छोरा। यो पनि मेरै भाइ हो। यता हेर गेम खेलेपछि त ओहो केटाकेटी त फेरि भन् त। खै चार्जर पाम त सी टाइप छैन। यो रामेन चट्ट लाएर अब चाहिँ झट्ट बनाउनु पर्ने हुन्छ। त्यहाँ त
जस्तै कालो चियालाई यो हो कि सेतोलाई यस्तो सेतो देखाएर यो अरे धेरै हामीले पढ्दै एउटाले एउटा नपुग्दो रहेछ होइन यति केही यस्तो चाहिँदैन कि त नहुँदो रहेछ यस्तो हुँदो रहेछ यो धुलो चिनी हो हाम्रो कार्यक्रम अब सुरु हुन लागिसक्यो ल बाबा कति बन्छ यति पिठोको र यतिको लगभग सानो बनाउने हो यहाँ चाहिँ मेरो मम्मी उहाँ चाहिँ मेरो ठुलो मम्मी ल हेरै परमिस तैँले हेर्दैछ यसो हेर्नुहोस् दिदी हेर एकदम मिस गरिरह होला हौ अब क्यार्नु त सुन्न यस्तै त सुनिन्न अलि जो चर्को बोल्न पर्यो भयो सुस्त भयो भनेको के सानो मेरो प्यारो प्यारो मेरो दाई मेरो दिदीले अब हेर्दैछौ भने एकदम दुःख मन नगर अब यस्तो अब हामी त अब यहाँ आज चाहिँ रमाइलो छ अब यी अब दुईटा मम्मीहरूले चाहिँ यसो मोमो बनाउनु लाउनु भएको छ सबैजनाले मेरो छोरोको युट्युब च्यानललाई त्यस्तो नाटक पारेर भन्न त पर्दैन यस्तो गर्दै हजुर आउनु न यहाँ आउनु मामाले हो मामाको होला नि त त्यो रेसिपी त ल ठिक छ अब क्यार्नी त नि तिमीहरू गइहाल्यौ अब म रहेँ अब रहेपछि त एउटा फाइदा त उठाउनु पर्यो खानु पर्यो केही धेरै होइन 2 वर्ष हो 2 होइन 3 हुन्छ होला सायद रिजल्ट आउँदा के अन्त त्यसपछि अब सँगै त कसरी भयो र अब कि त दिदीतिर जानु पर्यो कि त दाइतिर जानु पर्यो एउटासँग भेट त हुनु पर्यो अब युके गयो सबैजनासित भेट्ने यही छ उता गयो अब डोनाल्ड ट्रम्प र दिदीसित भेट्ने यही छ समयले कहाँ पुऱ्याउँछ नि त पहिला ब्याचलर्स क्लियर हुनु पर्यो अरू भन्दा नि छिट्छी रिजल्टै ढिलो आउने के एकदम ढिलो अब कति 1.5 महिना भयो के एक्जाम दिएको 7 महिना पछि आउँछ अब रिजल्ट ब्याग चाहिँ नलाओस् भन्छु म किमा चाहिँ ओके यस्तो दामी छ कति त्यो भाडाहरू लास्टै पातलो थियो त्यो भाडाहरू कुन अच्छा भरे फेरि जानु होला मोमो खाएर अब चाहिँ म चाहिँ मोमोको डल्लो बनाउन सिक्दैछु गाइज हाम्रो हजुरबाको बिउ सरर खै मम्मीले बनाएको कुन अरे खाना त खाने हो त हेर्दै खाम हुन पर्यो नि त पहिला मैले देखाइभए हजुरबालाई ड्रोन भ्यू गराइदिएँ हजुरबाको ए नयाँ तरिका देखेँ मैले त वाउ वाउ चटनी पिसेको साउन्डै बढी आउँछ कि मैले बनाएको मोमो एउटा यस्तो गराइदिए त्यसपछि यो 2टा त्यसपछि यो गणेश भगवानले खाने कि त्यो मोदत हो कि के भन्छ है
यहाँभन्दा नराम्रो त बन्दैन मोमो त गाह्रो छ गाह्रो एकै ठाउँमा बन्द त मेरो त झन् कुप्चिन्छ है भिडियो कति राम्रो आएको छ त्यो हजुरको फोनमा मोबाइल त स्यामसङ के अरे त्यो S24 25 अल्ट्रालाई पनि फ्लप खुलाइदिने रहेछ त भलक बनाए बेला हेर्नु पर्यो सिकमै सिकम गाइज चट्ट पहिला यसरी किमा हाल्ने मामाको बाल पनि यस्तो छ स्याट वाउ मामा सबै चीजमा मैले त्यस्तरी च्यापे भन्दा सबै च्यापिन्छ अनि यता देखा न कोरियन बाल यस्तो हुन्छ कोरियन रामेन जस्तै हो क्या मामाले यस्तै सुहाउँछ कि अरू काटेको सुहाउन खैले त कस्तो भयो मामाको भिडियो मैले त जति बनाए पनि सकिनँ बनाउन गफ चलिरहेको छ यहाँ चाहिँ कसको फोन आयो फेरि हेरो मलाई मेरो साली हेर्नुहोस् यता यार मेरो मामा घरको एकलौती साली भनेको यही हो अहिलेसम्म यो भन्दा मुनि कोही छैन जेठी हो कि यो अब आयो भने कान्छो हुन्छ सबै सारू परिवारको अहिलेसम्मको सारू परिवारमा सबैभन्दा कान्छो कान्छो सदस्य माइजीको छोरी सानो सानो माइजीको छोरी हो प्रियङ्का सारू मल्लको ए मल्ल सारूको यो क्षितिज राणाको कान्छी साली के नबोल्नु त अहिले ट्रोल भन्छ फेरि मिम भन्छ के भन्छ झुक्केर नि गयो भने मिम बनिहाल्छ यहाँ गाह्रो कति गाह्रो बाँच्न सोसियल मिडिया थाहा छ यति दुःख छ ओहो होइन त हेरो मलाई सम्म त्यो ग्यास त बालेको होइन चाउचाउलाई त पानी उमालिदियो पनि त त्यसलाई बरु आज रामेन चाख्न पर्यो करेन्ट 2 PM त चाहिरहेको अब कस्तो हुन्छ त रामेन चाउचाउ पनि के एउटा कालो कालो चाउचाउ नि हुनेछ ब्ल्याक नुडल्स भन्दा त्यसको स्मेलै के जस्तो माने त्यतातिर खुब एकदम उस हो क्या रुचाउने के अरे बन्दाकोपीको खुब डिमान्ड छ भनेपछि त्यो यसले के हो र त्यो माखा टोक्नी नखाइ पुग्ला फेरि कोरियालाई त्यसलाई पनि छुट्टै बन्दाकोपी चाहिने हो अच्छा म मामा घर गएर पनि फेरि घर आइसक्यो आमालाई भात पकाउन तर अब त्यो भन्दा अगाडि यहाँ चाहिँ आन्टीले मम्मी मामा घर हुनुहुन्छ आजलाई यतिकै भोलि स्याहार त पर्ला एउटा अब आज उम्किने थियो खाना त पर्यो थोरै दिनु के त्यही यसो खान पर्छ भनेर खाइदिएको ल वेलकम टु माई ब्लग आज चाहिँ ब्लगमा पर्नु भयो हजुर आहा बल्ल कायदा भएछ खाना त पर्यो होइन आन्टी थोरै थोरै एउटा दुइटा भयो हुन्छ कि उहाँ गएर फेरि खाना खानै पर्छ हो त्यही धेरै पर्दैन फेरि उत्रै आहा मान्छे राम्रो होला कि कपडा राम्रो होला टल्कियौ त किसिमै देखियो नि ऊ त्यहाँ चाहिँ बृन्दा ठिक छ
कहाँ गएछ अघि देखेको थिएँ कि क्यार्नु यति दिनुभयो फेरि मामा घर गएर के खाने म अचम्म परिसकेको छु खाइसकेँ है मैले चाहिँ र म चाहिँ फेरि मामा घर आइसकेँ गाइस आमालाई सब तयार पारिदिएर यता फेरि लिली चम्केर ओहो भात खाँदैन है पकाइदिए तिम्रो जतिखेर नि यो ओह सालेहरू जाम 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 माथि जाम यसले मलाई के भने के भनिस् जाम 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 पागल हो सबैलाई रोटी खिलाएर याच भइबे किन हाती भिडियोमा नि त्यस्तो के भयो कस्तो यहाँ फुल भइबे मेरो पेट हेलो गाइज वाह 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 ठिक्क खाने टाइममा आइपुगेछु म रेली आऊ यहाँ आऊ लाउ न हजुरको लिलीलाई हेर्नुहोस् माइजू हाई भन्दै कस्तो लट्टा पर्यो है यसको बाल त लट्टा के किन यस्तो धेरै लाइट बल्न पर्यो केही पनि देखिनु भएन एकदम हामी चाहिँ सबै खाना लगाइसक्यौँ अब दाइ दिदी दुईटा मामा सरी एउटा मामा एउटा माइजू सुत्नुभयो अनि ड्याडी मामा माइजू भन्न खोजेको क्या ड्याडी अब हामी त खाना लाग्यो दाइ र दिदी पनि हेर्नुहोस् दिदीले भ्लग बनाए भन्थ्यो बिचरा एउटा फोटो खिच्न खानु खानु सेलरोटी नान तन्दुरी रोटी कसले बनाउँछ र भोजमा के ओहो जाम तन्दुरी मलाई नि मन पर्छ ल ठिक छ अब हामी त खाना लाग्यो के अरे अघि पनि भनिहालेँ मामा माइजू दिदी दाइ अब चाँडै भए पनि हेर यसैले मन बुझाऊ चित्त बुझाऊ हामी त खाना लाग्यो मामा माइजू कस्तो भयो त नि हजुरआमा खुवाइ मिठो छ उता लिलीले कुरेर बस्छ त कस्तो भयो खुवाइ हो र हजुर त टल्किनु भयो है हो र ए होइन के एक्टिङ हेर्नु न एक्टिङ ओ कस्तो भा लिलीलाई नि दिए अरे थोरै ममा कस्तो भयो दामी भयो लिली